यता राइटतिर गयो भने त त्यस्तै 6 किलोमिटर त्यस्तै समथिङ टाढा पर्छ होइन। तल पुग्नुपर्छ तलै। म चाहिँ यहाँबाट सिमेन्ट फ्याक्ट्री हुँदै निस्किन्छु। त्यसैले धेरै त्यस्तो डिफ्रेन्ट पर्दैन होला, त्यही 6-7 किलोमिटर डिफ्रेन्ट पर्छ जस्तो लाग्छ होइन जहाँसम्म चाहिँ मलाई होइन। यहाँनिर चाहिँ बबाल ठुलो छ फ्याक्ट्री चाहिँ यहाँनिर। पुरा फ्याक्ट्री अगाडि चाहिँ यस्तो बाटोहरूलाई यस्तो हिलो हिलो क्या। किन हिलो बनाउँदा अरे यार, ट्याक्क ढलान सलान हान्ने भयो भने त तर फ्याक्ट्रीमा। यो छेउ फुट त मेन रोडमा निस्किने हो। मैले अघि पनि भनिदिइसकेँ होइन, धेरै डिफ्रेन्ट पर्दैन, चाहिँ 6-7 किलोमिटर डिफ्रेन्ट होला। तल पुगेर घुमेन खतरा ठोक्यो, खतरा एडजोल्डिङमा त्यहाँनिर यार। म त यता उतापट्टि हेर्दै आइरहेको थियो, ठ्याक्क ठोक्यो क्या। हाइवेमा निस्क्यो होइन, यहाँबाट चाहिँ लेफ्ट लाग्नु, राइट गयो भने चाहिँ हेडवटा पुगिन्छ। हटिया भन्ने ठाउँमा रहेछ नि त, हटिया भन्ने ठाउँमा निस्किँदो रहेछ नि त। यहाँबाट चाहिँ अब यस्तै हाइवे छ, हाइवे नै हाइवे पुरै बाटो चाहिँ। गर्मी नि लास्ट गर्मी हो, अब लास्ट गर्मी हो कि बिहान आउँदा चाहिँ एकदम जाडो भइरहेको थियो। अहिले चाहिँ लास्ट जाडो के अरे गर्मी भइरहेको छ कि भोको लुगा नि यहाँ फुक्रा फाल्दिनु जस्तो यस्तो पुरै जमिनै तातो भइरहेको छ पुरै यार। एयर पनि सो एकदम हड्के हावै तातो आइरहेको छ यार। यसले गर्ने के त सिन्धुली चाहिँ अलिकति हेटौँडा हेरेर चाहिँ थोरै कम जस्तो लाग्छ है मलाई चाहिँ गर्मी चाहिँ। यो त लास्टै जमिनै कस्तो तातो क्या, हावा जस्तै तातो आउँछ यार। सिन्धुलीतिर लाग्यौँ के दाउ म चाहिँ ल सेन्डु लगाएर हिँडिरहेको छ। घामले डराएर के होला त मान्छेको होला त सेन्डु लगाएर हिँड्नेहरूको त। चाहिँ अलिकति पिच नगर्नुको कारण चाहिँ के थियो, रिजन के थियो, किन यसरी छोडेको त मैले बुझ्न नसकेको। छोडेको किन त यति चाहिँ पिच गर्न नसकेको। यो बाटो हिँड्न थालेँ म 2-3 वर्ष भइसक्यो होइन, अझै पनि यो पिच छैन क्या। किन त यो के नमिलेर यसरी छोडेको त यति पिच। अरूतिर सब ठिक छ, बाटो पिच छ पुरै, तर यहाँनिर यो बाटो चाहिँ उता पुग्छ ठिङ्गर निस्किन्छ। यहाँ एउटा सर्ट बाटो हो यो चाहिँ होइन, यो बाटो ठिङ्गर निस्किन्छ। बाटो अलिक अफरोड छ होइन, तर छोटो बाटो चाहिँ एकदम छोटो हो यो। तर गर्मी कति के यस्तो गर्मी छैन कि होइन, म्याकुरी लास्टै गर्मी हो। यस्तो बाइकमा हावामा हिँड्नु पनि होइन, यस्तो थाइतिर चाहिँ पुरै घामै बोल्दा क्या। वाइ किन यस्तो गर्मी? ए मान्छेहरू के गर्छ होला गर्मीले त, लास्ट गर्मी छ धेरै मलाई त। मलाई त लास्टै गर्मी लाग्यो होइन, अरूलाई चाहिँ कस्तो लाग्छ थाहा छैन। ल झुरझुरी आइपुगेछ गाइजमा चाहिँ अहिले। अब धेरै छैन यहाँदेखि सिन्धुली सिमाना पुग्न 5 मिनट लाग्छ होला, 5 देखि 10 मिनट। त्यसपछि घर पुग्न फटाफट गयो भने आधी घन्टा 45 मिनटमा पुगिन्छ। झुरझुरे तर गर्मी के साह्रो गर्मी भने यार आमा सब यस्तो बाइकमा हिँडिरहेको छ यार, यसो पुग्छ यार। नर्मली खुट्टाले हिँड्दैन मान्छे के हुन्छ त यार, लास्टै गर्मी छ त यार म्याकुरी। बसौँ भनेको बस्ने ठाउँ पनि मैले कहीँ पनि पाएन क्या, स्टिल कुदिरहेको थियो। बस्ने ठाउँ हेर्दै शीतलमा कतै बसौँ भनेको छैन, तर बस्ने ठाउँ पाएर आएन क्या।
त्यो गर्मी नि बेजोड गर्मी क्या आम्मामा लास्टै गर्मी फेरि हिँडिरहेको छ यार खाली खुट्टामा तर गर्मी के साह्रो के ओ भाइ ए भैँसी किन हिँड्यो के खोजिरहेको अगाडि सिन्धुलीको सिमाना पनि आइपुग्यो देख्न सक्नुहुन्छ बोर्ड यहाँबाट सिन्धुली 67 किलोमिटर काठमाडौँ 220 धरान 263 रायगाउँ 64 63 के अरे 16 यताबाट चाहिँ रायगाउँ पुग्दैछ यता लेफ्ट सिन्धुली सो यहाँ सिन्धुलीको सिमाना रहेको छ तर गर्मी चाहिँ एकदमै धेरै गर्मी छ हैन सिन्धुली त्यो पारिपट्टि सिन्धुली यता हेटौडा मकवानपुर रहेको छ यता पानी खानु पर्यो यार चिसो पानी आई फिल सो बिच बाटोमा बस्छु भन्दै म यहाँ आइपुगेँ होइन हेटौडा र मकवानपुर र सिन्धुली जोड्ने सीमा हो बागमती खोला हो यो चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ खोलामा क्या बगरतिर पुरै मकै रोप्छ क्या मकै टिपी पनि सकेछ मकै बगरभरि मकै छ खोला हेर्नु खोला यस्तो छ तलतिर मकै टिप्दै रहेछ पुरै खोला चाहिँ पुरै कालो छ क्या मकै खोला बागमती खोलाको हालत चाहिँ यस्तो कालो पुरै अब म चाहिँ सिन्धुलीको जिल्ला पाइला टेक्दैछु सिन्धुली जिल्ला हरिहरपुर गढी गाउँपालिका प्रवेश गर्नुभएकोमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ म चाहिँ सिन्धुली छिरे गाइजहरू सिन्धुली टक्क अहिले चाहिँ होइन अब यहाँदेखि चाहिँ मेरो घर पुग्न चाहिँ 45 मिनट लाग्छ होइन सबै बाटो सबै यस्तै हो माथिसम्म चाहिँ अनि अलिकति माथि पुगेपछि चाहिँ थोरै मेरो घरसम्म चाहिँ अफ रोड छ सानो बगरको बाटो छ बगर जाने हो सो देख्न सक्नुहुन्छ दिस इज आवर सिन्धुली गाइज यहाँबाट चाहिँ उता हरिहरपुर गढी जाने बाटो रहेछ यहाँनिर यो माडी भन्ने ठाउँ रहेछ 8 किलोमिटर माथि डाँडामा रहेछ इभन म पनि पुगेको छैन त्यो ठाउँमा होइन यो बाटो चाहिँ कति हिँड्दा छ तर माथि चढेको छैन के त्यस्तो छ म अब के भन्ने अब घुम्न चाहिँ कता पुगिरहेको हुन्छ तर यहाँनिर अलिकति माथि गढीमा पनि पुगेको छैन के त्यस्तो छ के सी बाटो चाहिँ माथिसम्म पुरा यस्तै छ क्या बाटो चाहिँ राम्रो छ जस मलाई त्यो चाहिँ राम्रो लाग्छ यहाँनिर होइन हरिहरपुर गाउँपालिका गढी त कटिसक्यो गाउँपालिका आइपुगेको छ होइन त्यहाँ अगाडि चाहिँ पालिका छ र यो चाहिँ हरिहरपुर पालिका भवन अनि त्यसको ट्याकै अगाडि चाहिँ भाइरल जङ्गल क्या यो चाहिँ भाइरल जङ्गल हो गाइज होइन यसमा चाहिँ ओकेजनमा चाहिँ धेरै मान्छेहरू भिड हुन्छ क्या न्यु इयर भइगयो दसैँ तिहार त्यस ओकेजनमा चाहिँ यहाँनिर धेरै मान्छेहरू घुम्न आउँछ क्या खासै त्यस्तो त केही छैन होइन यो जङ्गल मात्र हो अलिकति यतिको लागि चाहिँ मान्छेहरू यहाँ घुम्न चाहिँ टन्नै आउँछ क्या यहाँ मान्छेहरू किनकि पुरै यो चाहिँ अलिकति तराईको जस्तो सम्पठो भएर क्या अरे तर मान्छेहरू घुम्न चाहिँ टन्नै आउँछ क्या यहाँनिर सो यहाँनिर पहिलाको भन्दा चाहिँ अलिकति व्यवस्थित गराउँछ होइन बस्ने ठाउँहरू सबै छ यहाँनिर पानीपुरी चटपटहरू सबै बेच्दो रहेछ होइन म चाहिँ यहाँ हेरिरहेको थिएँ कि खरबुजा किनौँ भनेर तर खरबुजै देखेन क्या यहाँनिर चाहिँ यस्तो छ होइन सो यो जङ्गलले गर्दा यतिको लागि फेमस हो क्या यहाँ खासै त्यस्तो केही छैन यहाँ अनि न्यु इयरतिर त्यस्तोमा चाहिँ पुरै यहाँनिर चाहिँ मान्छे एकदम भिड हुन्छ क्राउडेड यहाँ घुम्न मान्छे आउँछ क्या यहाँनिर टन्नै सो त्यही खासै केही छैन यहाँदेखि चाहिँ सिन्धुली भनेको ती जङ्गलहरू यस्तो फेमस छ क्या म चाहिँ झाडी आइपुगेँ होइन महेन्द्र झाडी भन्छ त्यहाँनिर स्कुल छ यहाँनिर चाहिँ बाटोहरू चाहिँ सबै यस्तै हो ओभरअल गेम यो नानीहरू कस्तो कुद्न थाल्यो यार सो
नकुदा रन्डीको बाटो त गिटीहरू छ यहाँ त्यहाँनिर नयाँ बाटो भनिदिन्छ भने मलाई 4 किलो जस्तो होइन नि त मैले टुरिस्ट ल त्यहाँ अहिले बर्क्या भयो के हुन्थ्यो न असल खाँटेको भएन असल रिस उठेर आउँछ फेरि मलाई त्यस्तो भयो चाहिँ फेरि मुखबाट फात्तै फुस्किहाल्छ है के गर्नु यस्तै छ मरिन खोला हो यो चाहिँ अहिले चाहिँ सानो छ भोलि बर्खामा चाहिँ वाइल्ड हुन्छ क्या खोला वारपार हुन्छ अहिले चाहिँ एकदमै सानो छ होइन मरिन खोला पारी चाहिँ के भन्छ कुनै समथिङ नक्कली यस्तै के भन्छ थाहा छैन होइन मरिन गाउँपालिका भैरवपुर गाउँपालिका र मरिन गाउँपालिका चाहिँ सीमा क्षेत्र हो अब यहाँदेखि मास्तिर चाहिँ मरिन गाउँपालिका सुरु हो रङ्गा छ है मन्दिर रङ्गाने भएको छ होइन पुरै डुबाउने रङ्गा रहेको छ है रेस गरिरहेको छ डबल भर्सेस सिङ्गल 220 यिनीहरू तोडिदिन्छु ल फालिदिन्छु यिनीहरूलाई फालिदिन्छु म यिनीहरूलाई फालिदिन्छु गाइज म यहाँबाट राइट टर्न अब लेफ्ट नयाँ बस्ती भन्ने ठाउँमा आइपुग्यो होइन यो चाहिँ काठमाडौँ जाने डिरेक्सनहरू देख्न सक्नुहुन्छ यहाँबाट तपाईँहरूले 220 के हो यहाँ देखाउनु खोज्छ पुरै देखेर कि जहिले रेस्ट गर्नु खोज्छ 220 ल्याएर किन वाइ अब यहाँदेखि चाहिँ मेरो राइट टर्न लिनुपर्ने हुन्छ ल मरिन खोला कटेर जानुपर्ने हुन्छ यो चाहिँ नयाँ बस्ती भन्ने ठाउँ होइन यो ठाउँ चाहिँ पछि बसेको बस्ती हो यो चाहिँ नयाँ बस्ती भन्ने ठाउँ होइन यहाँ एकछिन रोकेर म चाहिँ यहाँ नयाँ बस्ती भएर होटलमा चाहिँ खाजा खाएर चाहिँ अब घरतिर लाग्यो अब पारिपट्टि चाहिँ देख्न सक्नुहुन्छ के भन्नुहुन्छ होला होइन यो चाहिँ बफेलो मिट फ्याक्ट्री हो यो चाहिँ चाइनाले बन्दै गरेको यो बनाउँदै गरेको अस्ति यहाँ चाहिँ बोबाल झगडा पऱ्यो यही हो यो झगडा पर्ने ठाउँ छ यो चाहिँ मरिन खोला हो त्यहाँ मान्छेहरू पुरै स्विमिङ गरिरहेछ यो मरिन खोलाको पुल हो यो पनि एकदम भाइरल पुल हो भाइरल पुल हो खासमा केही पनि छैन तर यो सबै खोलाहरू त माथि जोडिएको छ होइन तर भाइरल चाहिँ किन भयो थाहा छैन यहाँ नि मान्छेहरू टन्नै थुप्रिन्छ क्या त्यहाँ चाहिँ चाइना फ्याक्ट्री हो पुरै बन्दै छ मेसिनहरू भट्टा भटु त्यत्रो के ठडाइसकेको रहेछ क्रेन चाहिँ पुरै मलाई हेर्नुहोस् ल अब यहाँ जस्तै झगडा पऱ्यो अब नेपालीहरूको त्यही त हो नि बहादुरी देखाउने नेपाली किन झुक्ने फाइट पऱ्यो तर केही छैन चलिरहेको छु काम धम्माधम यत्रो ठुलो फ्याक्ट्री छ होइन फ्याक्ट्री बन्दैछ पुरै कति वर्षको हो नि अब यहाँबाट यो चाहिँ रङ्गशाला है यो चाहिँ मिनी रङ्गशाला हो अझैसम्म कम्प्लिट छैन 10 वर्ष हुन लाग्यो होला यो पुरै नेताहरूको भ्रष्टाचारी कारणले अझै बनेको छैन यो सानो रङ्गशाला एउटा बनाउन पनि यस्तो छ क्या सबै इन्कम्प्लिट छ क्या कम्प्लिट छैन अब यहाँदेखि चाहिँ अलिकति अगाडि सान भन्ने ठाउँ आउँछ त्यहाँदेखि लेफ्ट राइट होइन लेफ्ट लगाएर मासतिर जाने कि खैसाल भन्ने ठाउँमा सो त्यही हो अरू त यस्तै हो होइन त्यहाँबाट जाने हो सान हुँदै चाहिँ सान एरिया है बस्ती यो साहान चोक हो उता गए बरुन यता गए खैसाल पुगिन्छ बाटो चाहिँ यो बाटो चाहिँ पुरै पिच छैन होइन
पहिलाभन्दा चाहिँ यो एकदम राम्रो बनाएको छ। पहिला यो पिच पनि थिएन, अहिले पिच भएको छ। जुटपानी भन्छ यो ठाउँको नामलाई चाहिँ। पुरै यहाँ जुटपानी। अब केटाहरू भेटिन्छ होला त्यो माथि जहाँसम्म लाग्छ, क्यारम भन्दाको जहाँसम्म लाग्छ केटाहरू भेटिन्छ। ल तर हान्नु त हानि नै रहेछ, तर थोरै रहेछ कि मान्छे होइन। केटाहरू पुरै त्यही हानिरहेको रहेछ। हान्नु चाहिँ केटाहरू कोही रहेछ त्यहाँनिर। हाम्रो सरहरू कता गएछ त कोही रहेनछ यार। यहाँनिर खै कोही भेटेन त्यहाँ केटाहरू, सब कता गयो त। यस्तो खोला छ है, सानो खोला यहाँ तर्नु पर्ने छ। तल एउटा उयो तर्यो। बर्खामा चाहिँ यो सुक्छ, ठुलो पानी पऱ्यो भने चाहिँ आउँछ। बर्खामा सुक्छ कि सुक्नु चाहिँ, तर खोलामा एकदम झ्या हुन्छ क्या। अब यहाँदेखि अफरोड छ होइन, ग्राभल चाहिँ भइसकेको छ कि। अस्ति नै यो चिनाभन्दा अगाडि यसमा पिच हुन्छ भने अहिलेसम्म पिच भएको छैन। यस्तै त हो नि, नेपालको विकास भनेको यही त हो नि। अहिलेसम्म पिच हुन सकेको छैन। धुलो खाँदै बस्ने हो कि यहाँको जनताहरू पुरै। यहाँ गाडी आउँदाखेरि यो घर छेउछेउले रोड छेउछेउको घरमा कति प्रभाव पर्छ होला धुलोले। यस्तो धुलो उठ्छ यहाँनिर। होस्टेल बनाएको छ अरे। यसलाई चाहिँ नयाँ चाहिँ उतापट्टि छ यहाँ। भाइहरूलाई यहाँ भिडियोमा हालिदियो अरे उनीहरूले पनि। ल भिडियो बनाउँदैछु, हाई गर न, हाई गर न। ल यो चाहिँ मेरो जक्सन है। यहाँ चाहिँ म घरदेखि यहाँ तल आउँछु। म घरको त्यति बढाएन क्या, यहाँनिर आउँछु। दिस इज कल्ड खैसाल भनिन्छ। यहाँनिर चाहिँ यो केटाहरू पुरै यहाँ चलिरहेछ, जमिरहेछ केटाहरूको पुरै। यहाँनिर गेम जमिरहेछ जेस यहाँनिर पुरै हो। कता साउजी? भर्खर आउँदै। त्यहाँ खेल्नु पऱ्यो नि होइन, कहाँ ल्याउनु लाग्यो भने? यो चाहिँ यताको हाम्रो यो नयाँ स्कुल हो, नयाँ बनेको स्कुल हो यो चाहिँ। यो स्कुलमा चाहिँ म पढ्न पनि पाएन क्या, यो नयाँ बनेको। अब यहाँदेखि चाहिँ बाटो यस्तो छ, खोलाको बाटो, खोला के भन्दा यस्तै हो गाउँतिर। अब यो बाटो पिच हुन त अझै 20-30 वर्ष लाग्छ होला। त्यो भित्ताबाट निकाल्यो भने यहाँ पुल चाहिँ एउटा चाहिन्छ।